साथीहरू हाँस्दा हाँस्दै रुने रुँदा रुँदै हाँस्ने शीर्ष नेताहरू पुराना नेताहरू विपद सम्बन्धी गायब भए सल्लाह युवा जब नेताहरू खोइ अन्तिम मातृ समस्या संगठनहरू के गर्दैछन् कांग्रेस एमाले माओवादीको सुतेर बसेका छन् जनता पीडामा छन् समस्यामा छन् के उद्धार गर्नु पर्दैन देशमा राष्ट्रिय विपत्ति आउँदाखेरि के तपाईँहरू सकिनु पर्दैन तपाईँको काम के हो प्रत्यक्ष भन्न चाहन्छु यस्तो छ खाल्टो भन्दै कांग्रेस एमाले माओवादीका अथवा अन्य साना तिना सबै नयाँ दलका नेताहरूलाई कार्यकर्तालाई जनतालाई साथ दिनुहोस् जनताको लागि काम गर्नुहोस् न अब त तपाईँ सचेत हुनुहोस् न सुध्रिनुहोस् सचिनुहोस् जनमुखी हुनुहोस् जनताको लागि मात्रै काम गर्नुहोस् देशमा समस्या छ नेताहरू कहाँ छन् र युवाहरू त किन यति अल्छी भए हाम्रा देशका युवाहरू त सक्रिय हुनुपर्ने होइन मैले कांग्रेस एमाले माओवादीको भातृ संगठनलाई यसपटक पनि